हेटौडाबाट काठमाडौँ जाने विभिन्न मार्गस्थलहरू रहेका छन्, जसमध्ये हेटौडाबाट काठमाडौँ जाने छोटो दूरीको सडक हो कुलेखानी सडक। आज म हेटौडाबाट कुलेखानी हाइड्रो पावरको ड्याम हुँदै यही सडक खण्डको यात्रा गर्दैछु। हेटौडाबाट काठमाडौँसम्म पुग्न 82 किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ। यो सडकमा अहिले यात्रा गर्न सहज बन्दैछ र यो सडकबाट झन् छोटो समयमै यात्रा गर्न सकिने भएको छ। किन र कसरी आजको यात्रासँगै यो अहिलेको अवस्था देखाउँदैछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। नमस्कार, म हुँ राजकुमार दराई। फेरि पनि अर्को भिडियोमा तपाईँलाई स्वागत छ। आजको यात्रा हेटौडाबाट छोटो दूरी कुलेखानी हाइड्रो पावरको ड्याम हुँदै कुलेखानी सिस्नेरी फर्पिङको यात्रा गर्दै काठमाडौँसम्म रहेको छ। त्यो हेटौडाको बुद्ध चोकलाई अहिले भने झिलिमिल्ली पारेर सजाइएको छ। अब म यहाँबाट भने काठमाडौँतर्फ लाग्दैछु कुलेखानीको यो सडक हुँदै। यति बेला बिहानको 6 बजेको छ। अहिले म एका बिहानै हेटौडादेखि केही परसम्म आइपुगेँ। यो भीमफेदी आइपुगेँ म। यहाँ कुलेखानीको यो सडकमा चाहिँ काठमाडौँ पुग्छु। यतापट्टि पुरानै पिच सडक देख्न सकिन्छ। सडक साँघुरो छ। हेटौडातर्फ भन्दा पनि काठमाडौँतर्फ अहिले सडक विस्तारले तीव्रता पाइरहेको छ। त्यहाँ कस्तो बनेको छ, त्यहाँ पुगेपछि त्यो दृश्य म देखाउने नै छु। म अहिले त्रिभुवन राजपथमा छु, सबैले चिन्ने कुलेखानी सडक। एकपटक यो हेरौँ। हेटौडाबाट केही दूरीसम्म त्रिभुवन राजपथ देख्न सकिन्छ यो गुगल म्यापमा, र त्यसपछि काठमाडौँतर्फ कुलेखानी सिस्नेरी फर्पिङ सडक देख्न सकिन्छ। नेपाल भारतलाई जोड्ने एक महत्त्वपूर्ण प्राचीन पदमार्गको रूपमा सुरु भएको थियो कुलेखानी सडक। पछि प्राचीन पदमार्गबाट आधुनिक त्रिभुवन राजपथ बन्न पुग्यो। गुगल म्यापमा हेटौडाबाट काठमाडौँको रोड म्याप हेर्ने हो भने यी दुई पथ देखिन्छ। जे होस्, यो सडक खण्डमा अहिले यात्रा सहज बन्दै गइरहेको छ। यसै खोला हो यो। भैँसेमा चेकिङ पोइन्ट रहेछ। लो सिस्टर, के अरे यता कुलेखानीबाट जाने यतैबाट हो? यो चाहिँ यता उसमा जान्छ होइन, दामनतिर? भैँसे आइपुगेपछि बायाँतिर लाग्ने हो भने दामनतर्फको सडक रहेको छ भने दायाँतर्फ फर्पिङ अर्थात् कुलेखानी सडक जुन आजको गन्तव्य हो। यता जाने हो। यसो अलिकति देखाएको क्या यताको अवस्था। होइन होइन ल, भैँसेको अवस्था देखाउँदै म चाहिँ अगाडि बढ्दैछु। यो भैँसेको यहाँबाट चाहिँ यतातिर लाग्ने हो। यहाँ आएर चाहिँ झुक्किने रहेछ होइन। बीचमा ससाना पुलहरू पार गर्नुपर्ने हुन्छ। सडक खोलाको किनारै किनार रहेको छ। यो पान्द्राङ गाउँ आइपुग्यो। मकवानपुरको यो पान्द्राङ गाउँ सानो गाउँ रहेछ, चिटिक्क रहेछ दुवैतिर। यहाँ चाहिँ अलि लामै बस्ती छ, ठुलै बस्ती रहेछ भित्रभित्र। पहिला उताबाट खोला गाडी चल्थ्यो, अहिले भने यताबाट छेउछेउ बनाएको छ। यो यहाँबाट चाहिँ पहिला जानुपर्ने हुन्थ्यो। यसरी यो बाटो हुँदै चाहिँ गइन्थ्यो यो खोला तरेर। तर अहिले भने यसको छेउ बनाइसकेको हुँदाखेरि सजिलो भएको छ। नत्र भने खोला गाडी जाने पर्ने हुन्थ्यो त्यो तलको बाटो। म पनि एक दुईचोटि चाहिँ यो खोला गएको थिएँ, तर अहिले यता बनाइसक्यो। अब चाहिँ सहज भयो है। बनाउने बेलामा चाहिँ म आएको थिएँ, तर यताबाट भने
यसरी सडक चाहिँ सञ्चालन सुचारू चाहिँ भइसकेको थिएन। अहिले चाहिँ एकदम राम्रो भएको छ। नत्र खोला जानु पर्थ्यो निकै अप्ठ्यारो हुन्थ्यो। बाढी आउने बित्तिकै बन्द हुन्थ्यो। निबुवाटार पुल आइपुग्यो। त्यो निबुवाटार आइपुगेपछि अब भने अलि उकालो बाटो सुरु हुँदो रहेछ, उकालो सडक। यहाँ चाहिँ अझै यस्तै अवस्था रहेछ, बनाइसकेको छैन। यहाँ कतै कतै चाहिँ ल्यान्डस्लाइड हुने रहेछ। यहाँ पनि पहिरो गएको रहेछ हालसालै। यो ठुलो पहिरो खस्दो रहेछ होइन। बर्खामा चाहिँ निकै ठुलो खसेको रहेछ पहिरो। यो चाहिँ भीमफेदी बजार, सानो बजार छ। बिहानको समय हो। मकवानपुरको यो भीमफेदी यतातिर चाहिँ ठुलै भित्रतिर बस्ती छ। यतातिर कति वर्ष भयो यो सिङ्गल पुल। अझ काठको रहेछ तलतिर। अब यहाँबाट उकालाहरू छन्। अब केही उकालो लाग्नुपर्ने हुन्छ। भीमफेदी कटेल लगत्तै निकै उकालो छ। पहाडको केही विकट र साँघुरो सडक पार गर्नुपर्छ। ससाना खाजा घरहरू बीचमा भेटिन्छन्। यात्रुहरू भोक मेटाउन ती खाजा घरहरूमा रोकिने गर्दछन्। भीमफेदी गाउँपालिका सकिएपछि अब इन्द्र सरोवर गाउँपालिका मकवानपुरको यो सुरु हुन्छ। इन्द्र सरोवर गाउँपालिका हो यो। अहिलेसम्म यहाँ आइपुग्दासम्मै छ। अब यहाँबाट फेरि अगाडि हाइट। सडकको केही उकालो भाग पार गरेपछि चिसापानी गढी आइपुग्छ। यो मकवानपुर जिल्लाको चिसापानी गढीको छुट्टै इतिहास रहेको छ। यता सडक निकै उकालो भएकोले साना गाडीहरूलाई समेत उक्लिन सकस भइरहेको देखिन्छ। हुन त यो सडकमा साना गाडी बाहेक ठुला गाडी चल्दैनन्, किनकि सडक साँघुरो र सडकको घुम्ती मोडहरू पनि अप्ठ्यारा छन्। पहाडको केही उकालीहरू उक्लिएपछि माइक्रो बस, सोमो बाइकहरू खाजा खाने ठाउँमा रोकिएको देखिन्छ। खाजा खाने समयमा गाडीलाई पनि एकछिन भए पनि रोक्न पाउने र यात्रुलाई पनि खाजा नास्ता खाने ठाउँ हो यो। अब उकालो र ओह्रालो अझै सकिएको छैन, तर सडक भने पिचै पिच छ, सहज छ। अब भने कुलेखानी सडक खण्डको मध्य भागमा पुग्न थालेपछि खानीखेत आइपुग्छ। यहाँ दो बाटो रहेको छ। यो दो बाटोबाट म भने मोहिनी झरना जानेतर्फ अर्थात् कुलेखानी ड्यामतर्फको सडक रोज्दैछु। यो यता चाहिँ ड्यामतिर जाने हो। डेमै निस्कियो उता नि त। म यो साँघुरो ड्याम जाने सडकमा छु। यहाँ बाइक मात्र आउने जाने गर्ने रहेछ। अब यो ड्याम उक्लिएपछि कुलेखानी हाइड्रो पावरको ड्याम र जम्मा गरिएको पानी सहजै देख्न सकिन्छ। अहिले यहाँ यो देखिएको पानीको भाग कुलेखानी हाइड्रो पावर उत्पादनको लागि ड्याम बाँधेर जम्मा गरिएको पानी हो। यहाँबाट यो अति सुन्दर देखिन्छ। हाइड्रो पावरका विभिन्न टनलहरू पनि यहाँबाट देख्न सकिन्छ।
यात्रीहरू यहाँ पुगेपछि एकैछिन रोकिएर यहाँको सुन्दरतामा रमाउने गर्दछन्। यहाँबाट चाहिँ अफरोड रहेछ अलिकति। अहिलेसम्म यहाँ आइपुग्दा एकदम पिचै पिच कुलेखानीको ड्यामसम्म आइपुग्यो। अब यहाँबाट चाहिँ अलिकति यस्तो रहेछ, अफरोड छ। अब अगाडि पनि ठिकै होला। यहाँसम्म आइपुग्दा 45 किलोमिटर आइपुग्यो। 45 किलोमिटर दूरी पार गरेँ र अब यहाँबाट अगाडि भने लगभग 40 किलोमिटर होला। अब हेटौडाबाट करिब 50 किलोमिटर पार गर्दै काठमाडौँतर्फ आइपुग्नै लाग्दा नयाँ बनेको पिच सडक भेटिन्छ र अब सडक सहज छ। म भने अब कुलेखानी सिस्नेरी फर्पिङ हुँदै काठमाडौँ आइपुग्नै लागेको छु। यति बेला हेटौडाबाट 82 किलोमिटर पार गर्दै काठमाडौँतर्फ आइपुगेँ। अहिले म ललितपुरमा छु। हेटौडादेखि काठमाडौँसम्मको छोटो दूरीको सडकको यात्रा र सडकको अवस्थाको भिडियोको अन्त्य यही गर्न चाहन्छु। भिडियो हेर्नुभयो, कस्तो लाग्यो कमेन्ट गर्नुहोला। भिडियो हेर्नुभएकोमा तपाईँलाई धन्यवाद। यहाँबाट अब भक्तपुर हुँदै सूर्य विनायक, धुलीखेल र बीपी हाइवेको यात्रा रहेको छ। भिडियो हेर्न नछुटाउनुहोला। अर्को एपिसोडमा भेट हुने नै छु। तबसम्मको लागि म बिदा हुन्छु। हस्त नमस्कार।